दिस इज थुनिया एल्बा। यो चाहिँ थुनिया एल्बा प्रजातिको अर्किड हो। यो चाहिँ रोङ 6 मा पाइन्छ, रोङ गाउँपालिका वडा नम्बर 6 मा पाइन्छ। यो चाहिँ जङ्गलमा मैले स्कुलबाट फर्किँदाखेरि बाटोमा लटरम्म फुलेको देखेँ अनि त्यही भएर मैले यसको भिडियो खिचेको हो। यो चाहिँ अर्किडकै प्रजातिमा पर्छ अनि यो चाहिँ एकदमै राम्रो हुँदो रहेछ हैन, झप्प फुलेको हुन्छ माला जस्तै, राम्रो छ। जे होस्, यसलाई चाहिँ थुनिया एल्बा भन्छ है। यो चाहिँ अब हामी चाहिँ यसलाई वैज्ञानिक भाषामा चाहिँ थुनिया एल्बा भनेर पढ्छौँ, THUNIA थुनिया एल्बा भनेर पढ्छौँ। यो चाहिँ मैले बाटोमा भेटेर खिचेर तपाईँहरू माझमा लिएर आएको छु। हेर्नुहोस् त कस्तो राम्रो हुँदो रहेछ यो अर्किड। मैले जुम गरेर तपाईँलाई देखाइरहेको छु। जुम नगर्दाको नर्मल चाहिँ अब यस्तो छ यो अर्किड। हेर्नु त त्यहाँ माथि पनि फुलेको छ, त्यहाँ तल तल पनि फुलेको छ, कति धेरै फुलेको छ। त्यो चाहिँ मलाई एकदमै धेरै मन परेको।